बैतडी जिल्लाको शिवनाथ गाउँपालिकामा अवस्थित शिवनाथ धाम धार्मिक र आध्यात्मिक महत्त्व बोकेको एक पवित्र तीर्थस्थल हो। सुन्दर प्राकृतिक छटाले सजिएको यो तीर्थस्थलमा भगवान शिवको पूजा अर्चना गरिन्छ। यो तीर्थस्थल रहेको ठाउँमा दुईवटा सूर्य देखिएको रोचक किम्वदन्ती रहेको यस तीर्थस्थलका मुख्य व्यवस्थापक पदम सिंह धनाडी बताउनुहुन्छ। दुईवटा सूर्य देखिए, एउटा त सूर्य भए, दोस्रो मतलब लिङ्ग मतलब ज्योतिलिङ्ग लिङ्ग नै सूर्य भयो। जहाँ अहिले भित्र आज पूजा हुन्छ त्यो ठाउँमा त्यो ठाउँमा चाहिँ दुईवटा सूर्य उदय र चाहिँ ज्योतिर्लिङ्ग पनि त्यही स्थापना। त्यहाँ गाई चढ्दा चढ्दा आएर गाईले दुध दोयो आफै। गाई आफै वर्षे भनौँ। त्यहाँ हेर्दाखेरि लिङ्ग मिल्यो। यो शिवनाथ धामप्रतिको स्थानीय जनविश्वास निकै नै गहिरो रहेको छ। अहिलेको मन्दिर रहेको स्थानमा अर्को मन्दिर निर्माण गरेपछि विभिन्न विघ्न बाधा आएपछि उक्त मन्दिर भत्काउनु परेको विषयले यो तीर्थस्थलप्रतिको गहिरो आस्था र श्रद्धालाई झल्काउँछ। पशुपतिनाथको जस्तै पैगोडा शैलीमा मन्दिर पुरा बनेको, 8-10 वर्ष पूजा पनि गर्यौँ हामी। ठुलै मन्दिर बनेकै हो, धेरै राम्रो पैगोडा शैलीको 4वटा ढोका राखेर पशुपतिनाथकै डिजाइनमा यो पनि त्यहाँ त्यसै समयमा बनाएका माथि राख्ने। त्यसपछि यहाँ अनेकौँ मतलब उपद्रो उठ्यो, बाघ आयो, बाघले मतलब 18-19 जना मान्छेलाई खाइदियो। त्यो मन्दिर बनाएपछि विघ्न बाधा भयो। फेरि यहाँ हाम्रो चलन कि देवताको धामी काम्ने उनीबाट पनि मतलब हुकुम भयो कि हुँदैन, बोली भयो यो हुँदैन, मतलब यो भएन, मतलब जो मेरो पुरानो छ त्यसै रीतिरिवाजमा मलाई मतलब खुल्ला ठाउँमा हुन्छ भने ठिक छ, नत्र मतलब भने विघ्न बाधा हुन्छ भनेर यो त्यो जम्मै मन्दिर पुरै मतलब बनिसकेको मन्दिरलाई फेरि भत्काएको। 27 हात लम्बा 19 हात चौडा त्यस्तो मन्दिर बनाएको थियो। त्यति ठुलो मन्दिर बनाएको थियो, ठुलो मन्दिरलाई भत्काउनै पर्यो। प्रत्येक परिवार त्यो समयमा 47 सालमा कि एक परिवारबाट 300 रुपियाँको सहयोग गरेर हामीले बनाएको हो त्यो एक परिवार। त्यसपछि जब यो मतलब मन्दिरलाई हामी उ गऱ्यौँ त्यसपछि अब शान्त भयो, बाघ पनि मतलब लागेन, विघ्न बाधा पनि भएन। यो त चमत्कारै भयो नि त। यस मन्दिरमा दर्शन गर्न आउनेको मनोकांक्षा पूरा हुने गरेको जनविश्वास रहेको छ। निर्धनलाई धन दिने, अपुतालाई भनेको जसको छोरा छैन सन्तानहरू त्यसलाई सन्तान दिने र मनोकामना पूरा हुन्छ भन्ने विश्वास छ जन मतलब मनोकामना पूरा हुन्छ भन्ने विश्वास भइआएको पनि छ। मानव बस्तीभन्दा केही पर प्रकृतिको काख र वनजङ्गलको मनोरम वातावरणको साथमा रहेको यो मन्दिरमा आइसकेपछि पछिसम्म पनि मिठो सम्झना रहने गरी आनन्दको अनुभूति बोकेर जान सके।